नमस्कार, म दिलराम शर्मा मरासिनी। पेसाले पेसाले भन्नु सबै चिजबाट चाहिँ म किसान। हजुर दुबईबाट फर्केर आउनुभयो? हजुर, म दुबईबाट फर्केर। अनि कृषि काममा तपाईँ संलग्न हुनुभयो? हजुर। कति भयो हजुर कृषिमा संलग्न भयो? कृषिबाट म त लगभग चाहिँ दुबईबाट फर्केर आएको चाहिँ करिब 10 वर्ष भयो। हजुर। 10 वर्ष भयो। 10 वर्ष भएर आइसकेपछि के भयो भने कुखुरा पालन पनि गरियो। हजुर। कुखुरा पालनमा हुन्छ, कुखुरा पालनमा चाहिँ माथिल्लो बिचौलियाले कहिले चाहिँ बजार भाग घटाइदिने, कहिले बढाइदिने, त्यसबाट कुखुरा पालनमा त्यति चाहिँ भएन। अब तरकारीमा समस्या के छ त भन्दाखेरि हामीलाई यो राज्यले तैँले यति किलो टमाटर उत्पादन गर यो महिनामा, तैँले यति किलो काँक्रा यो महिनामा उत्पादन, गुणस्तर त हामी पनि जान्दछौँ नि, हामी नै विदेशतिर गएर आएको हो। गुणस्तरको चाहिँ यो गुणस्तरको लागि यति भन्यो भने हामीले त्यो मूल्य हामीलाई एउटा समर्थन मूल्य दियो भने हामी दिन्थ्यौँ। हजुर। अब बजारमा हामीले लिएर जान्छौँ, हामीले लिएर जाँदा इन्डियन तरकारी आउँछ अनि हाम्रो तरकारी को भाग चाहिँ हामीले जति यहाँ कस्ट लागेको हुन्छ उनीहरूले ठुलो ट्र्याक्टरबाट गर्छ। पानीको सुविधा छ, यी हामीसँग हेर्नुहोस् बडो मुस्किलले पानी चाहिँ यहाँ ल्याएर चाहिँ गर्ने हो। वहाँ ल्याएर ड्रम राखिएको छ, त्यो ड्रमबाट ल्याउने हो। अनि हाम्रो नजिक चाहिँ हामीहरूसँग किसानसँग फेरि जग्गा पनि भने जस्तो छैन, हेर्नुहोस्। हजुर। त्यस कारणले हामी किसानलाई सरकारले समर्थन मूल्य दियो भने हामी उत्पादन गर्छौँ। हजुरले कति रोपनीमा अहिले खेती गरिराख्नु भएको छ? अहिले मेरो तरकारी 3 रोपनी जस्तोमा पर्छ। फलफुल अब मेरो लगभग चाहिँ तपाईँको साना ठुला गरेर त्यहाँ अहिले हेरौँला। सुन्तलाहरू चाहिँ 300 को चाहिँ हाराहारी 300 सुन्तला लाउनु भएको छ? हजुर। त भन्दा किसानहरूको ठुलो समस्या मर्का छ। त्यो मर्कालाई केही समयसँग हल गर्न सकिन्छ कि भन्ने उद्देश्यले हामी 15 जना किसानहरू मिलेर चाहिँ एउटा हाम्रो उत्पादन हाम्रो बजार भन्ने संस्था खोलेका छौँ। हामीले उत्पादन भएको चिजहरू दोकानदारहरूलाई हामीले दिँदैनौँ। जसले किन्छ त्यो सम्बन्धित चाहिँ जो उपभोक्ता हो उसैले मात्रै पाएको हुन्छ। हजुर। हामीसँग बजारमा कति छ भन्ने कुरो हुँदैन। हाम्रो त्यहाँ पनि उपभोक्ता पनि हाम्रो लिस्टेड छ। जस्तै 15 जनामा हाम्रो 50 जना हाम्रो उपभोक्ता हुनुहुन्छ। उहाँहरूले हामीसँग चाहिँ केही डोनेट गरेर केही डिपोजिट जस्तो चाहिँ उहाँहरूकै राजी खुसीले दिनुभएको छ। बजारमा चाहिँ अस्ति पोहोर साल चाहिँ 200 सम्ममा चाहिँ टमाटर पुग्दा पनि हाम्रो रेट चाहिँ तपाईँको 120 थियो। ए हजुर। तर त्यो 120 कसले पाउँथ्यो त भन्दा उहाँहरू चाहिँ जो हाम्रो सदस्य हो उहाँहरूले पाउनुहुन्छ। हजुर। त्यो सदस्यलाई भन्दा कतिजना हुन्छ यो आफ्नो उत्पादन आफ्नै बजार? हामी किसानहरूमा 15 जना छौँ। किसानमा 15 जना हुन्छ। उपभोक्ता पनि त्यहाँ जस्तो समूहमा छ? लिस्टेड उपभोक्ता भनेको त चाहिँ हामीसँग रजिस्ट्रेड भएको उपभोक्ता भनेको चाहिँ 50 जना हुनुहुन्छ। 50 जना हुन्छ। हजुर। उहाँहरूले चाहिँ हाम्रो यहाँको चाहिँ 10-10 दिनमा हाम्रो मूल्य हुन्छ। हजुर। त्यो 10 दिनमा भएको मूल्य बजारमा जतिसुकै आज हाहाकार भयो भने पनि हाम्रो त्यही हुन्छ। बजारमा सर्लक्कै इन्डियन तरकारी आएर घट्यो भने पनि हाम्रो जो 50 जना हुनुहुन्छ उहाँहरूले हाम्रै मूल्यमा राजी खुसीले खानुहुन्छ। ए हजुर। कति भयो त्यसरी तपाईँले सञ्चालन गर्नुभयो? हामीले यसरी गर्न लागेको 2 साल भयो। सुरुवातमा हामी चाहिँ 5 जना मिल्यौँ र यसरी हिँड्न थाल्यौँ। हजुर। अहिले किसानहरू पनि हामीसँग 15 जना जोडिनु भएको छ। हजुर। उपभोक्ता पनि अब होइन बजारको भाउमा दिनुपर्छ भन्नुहुन्छ। बल्ल अहिले कुरो बुझेर बजारको भाउमा भन्दा त कहिले त तपाईँहरूको झन् घट्दो रहेछ नि भनेर हामीसँग बिल्कुल अर्ग्यानिकै हुने भएको भएर अहिले हामीसँग 50 जना रजिस्ट्रेड हुनुहुन्छ। ए ल ल। उहाँहरू चाहिँ हामीसँग खुसी हुनुहुन्छ। हामीले बजारको ल्याएर बेच्ने होइन, हाम्रो यहीँबाट उहाँहरू कहिले आफै आउनुहुन्छ, कहिले हामीलाई फोन गर्यो भने उहाँ पुऱ्याइदिन्छौँ।